आज हामी एक यस्तो पात्रको बारेमा कुरा गर्दैछौँ जसको शक्तिको अगाडि थानोस र उसका इन्फिनिटी स्टोन्स ती त केटाकेटीको खेलौना जस्ता देखिन्छन्। एकै झट्कामा उसले उसको मेरुदण्ड शरीरबाट निकालेर पूर्ण रूपमा अलग गरिदियो। यो एउटा यस्तो घटनाको वर्णन हो जसले ब्रह्माण्डको सबैभन्दा शक्तिशाली प्राणीको अन्त्य गरिदियो र वास्तविकतालाई नै हल्लाएर राखिदियो। सोच्नुस् त, थानोस आफ्नो शक्तिको चरम सीमामा छ। 6वटै इन्फिनिटी स्टोन्स उसको हातमा छन्। पुरै ब्रह्माण्ड उसको अगाडि झुकेको छ। तर त्यही बेला उसको अगाडि एक रहस्यमय आकृति उभिएको छ जसको आँखामा डरको कुनै नामो निशान छैन। थानोसले एक शब्द बोल्न नपाउँदै त्यो व्यक्तिले उसको शरीरबाट मेरुदण्ड नै निकालिदियो। ब्रह्माण्डको कानुन बदल्न सक्ने इन्फिनिटी स्टोन्स बस बेकममा पत्थर साबित भए। त्यो व्यक्ति अरू कोही थिएन, ऊ थियो डाक्टर डुम। आखिर को हो त यो डाक्टर डुम? उसमा यति शक्ति कहाँबाट आयो कि ब्रह्माण्डको सबैभन्दा ठूलो खतरा पनि उसको अगाडि टिक्न सकेन? अनि सबैभन्दा ठूलो प्रश्न, उस सधैँ त्यो फलामको मास्क पछाडि आफ्नो अनुहार किन लुकाएर राख्छ? आउनुहोस् यी प्रश्नहरूको जवाब खोज्दै उसको कथामा डुबौं। यो कथा सुरु हुन्छ ल्याटभेरिया भन्ने युरोपको एउटा सानो दबिएको देशबाट, जहाँ एक केटाको जन्म भयो जसको नाम थियो विक्टर भन डुम। विक्टरको रगतमा दुई फरक दुनियाँको सङ्गम थियो। एकातिर थिए उसका बुवा वर्नर, जो विज्ञान र उपचार कलामा निपुण थिए, अनि अर्कोतिर थिइन् उसकी आमा सेन्थिया, जो एक शक्तिशाली जादु गर्ने थिइन् र कालो जादुको गहिरो ज्ञान राख्थिन्। भन्नुको मतलब विक्टरले विरासतमा विज्ञान र जादु दुवै पाएको थियो। त्यसबेला लाटभेरियामा राजा ब्यारनको क्रूर शासन थियो। आफ्ना मानिसहरूलाई बचाउन सिन्थियाले मेफिस्टो नामको एक दानवसँग सम्झौता गरिन्, शक्तिको बदलामा आफ्नो आत्मा। तर त्यो शक्ति यति खतरनाक थियो कि त्यसले गाउँका निर्दोष बच्चाहरूको ज्यान लियो। यो घटनापछि सिन्थियाको हत्या भयो र उनको आत्मा सधैँको लागि मेफिस्टोको कैदमा गयो। केही वर्षपछि ब्यारनकी पत्नी बिरामी परिन्। उपचारको लागि भिक्टरका बुवा वर्नरलाई बोलाइयो, तर लाखौं कोसिस गर्दा पनि वर्नरले रानीलाई बचाउन सकेनन्। क्रोधले बौलाएको ब्यारोनले वर्नरलाई मृत्युदण्डको सजाय सुनायो। आफ्नो छोरालाई बचाउन वर्नर उसलाई लिएर त्यहाँबाट भागे। आमाको मृत्यु कालो जादुको कारण भयो। बुवाको मृत्यु एक तानाशाहको हातबाट। चिसो हिउँमा आफ्नो बुवाको मृत शरीरलाई अँगालेर भिक्टर एक्लै भयो। अब उसको कलिलो मनमा एउटै मात्र भावना थियो, बदला। यो त्रासदीले भिक्टरलाई एउटै बाटो देखायो, ज्ञानको माध्यमबाट शक्ति आर्जन गर्ने। ऊ आफ्नो कबिलामा फर्कियो र आफ्नी आमाले छोडेका जादुई किताबहरूमा डुब्न थाल्यो, कालो जादुको हरेक रहस्य खोज तल्दै। उसले धेरै पटक आफ्नी आमाको आत्मालाई नरकबाट छुटाउने कोसिस गर्यो, तर हरेक पटक असफल भयो। अनि उसले एउटा कुरा बुझ्यो, केवल जादुले मात्र पुग्दैन, उसलाई आफ्नो बुवाको हतियार यानि कि विज्ञानको पनि आवश्यकता पर्छ। विज्ञान र प्रविधिमा उसको प्रतिभा यति तेज थियो कि उसले अमेरिकाको हेगम्यान विश्वविद्यालयमा छात्रवृत्ति पायो र त्यही उसको जिन्दगीमा एउटा यस्तो मान्छेको प्रवेश भयो जो भविष्यमा उसको सबैभन्दा ठूलो र खतरनाक दुश्मन बन्नेवाला थियो, रिड रिचर्ड्स। विश्वविद्यालयमा उसले आफ्नो सबैभन्दा ठूलो प्रोजेक्टमा काम गर्यो, एउटा यस्तो मसिन जसले उसलाई नरकमा पुर्याएर आमाको आत्मा फिर्ता ल्याउन सकोस्। रिड रिचर्ड्सले उसको गणनामा केही गल्तीहरू देखायो, तर आफ्नो ज्ञानमा घमण्ड भएको विक्टरले कसैको सुनेन। परिणाम, मेसिनमा ठूलो विस्फोट भयो जसले उसको अनुहार सधैँको लागि जलाइदियो र उसलाई विश्वविद्यालयबाट निकालियो। तर यो असफलताले विक्टरलाई तोडेन, बरु उसलाई बदलिदियो। आफ्नो अहङ्कारको कारण उसले यो दुर्घटनाको सम्पूर्ण दोष रिड रिचर्ड्समाथि लगायो र यहीँबाट सुरु भयो एउटा यस्तो दुश्मनी जसले भविष्यमा पुरै ब्रह्माण्डलाई असर गर्नेवाला थियो। संसारको नजरबाट गायब भएर विक्टर हिमालयको उचाइमा पुग्यो। त्यहाँ उसले तिब्बती भिक्षुहरूको एक समूह भेट्यो। विक्टरले उनीहरूबाट ज्ञान मात्र लिएन, बरु छिट्टै नै मार्शल आर्ट्स र रहस्यमय कलामा यति निपुण भयो कि ऊ उनीहरूकै गुरु बन्यो। यही मठको एकान्तमा उसले विज्ञान र जादुलाई एकै ठाउँमा मिलायो र आफ्नो लागि एउटा अभेद्य कवच बनायो। र आफ्नो जलेको कुरूप अनुहार लुकाउन उसले एउटा फलामे मास्क बनायो। त्यो दिन विक्टर भन डुमको अस्तित्व समाप्त भयो। अब जन्म भयो डाक्टर डुमको। अब ऊ साधारण मानिस थिएन, ऊ एक वैज्ञानिक थियो, एक जादुगर थियो र एक योद्धा थियो। ऊ ऊर्जालाई नियन्त्रण गर्न सक्थ्यो, वास्तविकतासँग खेल्न सक्थ्यो। त्यसैले त उसको अगाडि इन्फिनिटी स्टोन्स पनि केही होइनन्।
यति अपार शक्ति लिएर डुम सबैभन्दा पहिले आफ्नो घर फर्क्यो। उसको पहिलो लक्ष्य थियो बदला, र त्यसपछि उसको नजर धेरै ठूलो पुरस्कारमा थियो। उसले ल्याटभेरिया फर्केर राजा ब्यारोनलाई एकै झट्कामा मारिदियो, जसले उसका आमाबुवाको जान लिएको थियो, र त्यसपछि उसले आफूलाई ल्याटभेरियाको नयाँ राजा घोषणा गर्यो। उसले आदेश दियो, आजबाट मलाई डाक्टर डुमको नामले चिनिनेछ। तर ल्याटभेरियाको राजा बन्नु उसको अन्तिम लक्ष्य थिएन। अब डुमको असली खेल सुरु हुन्छ। जब कोही समयसँग खेल्छ वा टाइमलाइन बदल्छ, तब दुई ब्रह्माण्ड आपसमा ठोक्किन थाल्छन्। यसलाई इन्कर्जन भनिन्छ, र यसलाई रोक्ने एउटै उपाय छ, दुई मध्ये एउटा पृथ्वीलाई नष्ट गरिदिने। यहाँनिर डुमको सोच थानोससँग मिल्छ, सन्तुलन कायम गर्ने। तर एउटा ठूलो फरक छ। डुमको लागि समस्या आधा जनसङ्ख्या होइन, समस्या त नायकहरू आफै हुन्। उसको नजरमा नायकहरूले नै समय र वास्तविकतासँग खेलेर पुरै मल्टिभर्सलाई विनाशको मुखमा पुर्याएका छन्। यो समस्याको समाधान के त? डुमको लागि समाधान एकदमै सरल छ, पुरै मल्टिभर्सलाई नै नष्ट गरिदिने र त्यसको खरानीबाट एउटा नयाँ ब्रह्माण्ड बनाउने जसको नाम हुनेछ ब्याटल वर्ल्ड। र त्यो नयाँ दुनियाँमा केवल दुईवटा नियम हुनेछन्। पहिलो, जो सबैभन्दा शक्तिशाली र योग्य छ उही मात्र बाँच्नेछ, र दोस्रो, सबैले केवल डुमको पूजा गर्नेछन्। र यो कुराले हामीलाई एउटा अन्तिम प्रश्नमा ल्याइ पुर्याउँछ। के डाक्टर डुम मल्टिभर्सको सबैभन्दा ठूलो खतरा हो, वा यसलाई बचाउन आएको एकमात्र उद्धारकर्ता? के अस्तित्व बचाउनको लागि सबै कुरा नष्ट गर्नु सही हो? सायद ऊ खलनायक र नायक दुवै हो, र यही कुराले नै उसलाई ब्रह्माण्डको सबैभन्दा जटिल र खतरनाक प्राणी बनाउँछ।